यो पर्यो हामी चाहिँ नन स्टप 3-4 घण्टा हिँड्यो होला है एकदमै गाह्रो भइरहेछ सुभाषलाई कस्तो फिल भयो अरे भन्दाखेरि कस्तो फिल भयो सुभाष तँलाई मलाई चाहिँ एकदमै गाउँको याद आयो टक्क बसेर हैन अहिले भोक लागिराख नि त केही खाएन चट्ट बसेर लोकल भात त्यसमा दुध लोकल दुध हैन अनि मासु सुकुटी र इस्कुसमा चलक्क गाउँले तरिकाले चट्ट बनाएको सलप खाएको मलाई एकदम याद आयो I'm hungry. You're always hungry. I'm hungry. गाइज हामी 7 बजे चाहिँ यहाँनिर दाउरा खोज्दैछौँ एकदमै नेक्स्ट लेभल एडभेन्चर हुँदैछ प्रकाश सर चाहिँ यता सुक्या बासले गर्दै हुनुहुन्छ यो त बल्छ है मजाले यो जति मिठो त के बल्छ र आज अलिअलि त्यहाँ खाजा पकाउनु पर्यो अलिकति सनराइज हेर्नलाई तत्पर रेडी खुट्टा दुइरहेको छैन खुट्टा दुईटा छ खुट्टा दुईटा छ ये हो क्या रहा है यहाँ पे दिमाग तो खराब नहीं है आपका दुखिरहेछ कि दुखिरहेछ खुट्टा दुखेको छैन खुट्टा त दुइटा जसको छ यस्तो बिहान पनि यस्तो बिहान मेकअप चलिरहेछ यता हेर पुछ मेरो यो सुन्दरता देखेर ऐना पनि जम्मा फुट्ला फेरि केटी जति जे भए पनि मेकअप गर्न चाहिँ छोड्नु भएन है मेकअप गर्नु छोड्नु भएन सुभाष हजुर के गर्न अरे हामी यहाँ सेटअप गर्दैछौँ यहाँ चिया खाँदै कफी धन्न लडे सेटअप कतिको एक्साइटेड छौ टु मच कसरी अलि अग्लो राख अनुरोधदार भारी छ है यिनीहरूको यहाँ मेरो त यति मात्रै हो क्यामेरा हो यहाँनिर स्ट्यान्ड तिनीहरूको दिदीभाइ गाइज हामी चाहिँ अब फर्किँदैछौँ भ्यू पनि आनन्दले हेरियो अब फेरि फर्किँदैछौँ पूजा बल्ल तल उताको उकालो कटाएको अब यो नाक छुने उकालो हो टोपी झर्छ यार यो उकालोमा कसरी चढ्ने बिमला दुई ग्रुप अगाडि गइसक्यो यो र म एक ग्रुप अर्को ग्रुप पछाडि हो तर एकदमै रमाइलो पुरै रमाइलो गाइज मेरो हालत यस्तो छ है अनि यो मेरो भाइ अनुरोधको हालत यस्तो छ है सँगै हिँड्यो भने म घुम्न जान थाले जस्तो अनि यो चाहिँ मेरो भरिया जस्तो देखिरहेको छ हो कि अनुरोध हेर्नु यस मेरो सिस्टरलाई मैले यो पहाड घुमाइरहेको छु तपाईँहरूले आउनु सक्नुहुन्छ चार्ज मात्र 1500 रुपियाँ पर पर्सन ग्रुपलाई नै 1500
अनु घन्टाको 1500 ए आमामामा 6 घन्टामा त यसले त कमाउँदो रहेछ त नत्र हामी काम गर्छु र आमामा भाइले बोक्नु पर्छ अनि माथि माथि मैचाङ गाइज मकै ल गाइज बाटो लामो छ लड्यो बिमलो यिनीहरू दुईजना अघिदेखि लडेकै छ अहिलेसम्म नुमादी तपाईँ कति लड्नु हो 5 चोटि ओहो बिचरा एकछिनै म आउँछु बिमला ल लट्टी बसारी मान्छे अगाडि जाउँ होला ल है जाउँ बाटो कठिन छ तर हाम्रो आत्मा कठिन छैन हाम्रो साथीहरू पर्छ ओइ थकानले हामी थकित भइसक्यौ यस्तो छ हाम्रो दिदी थाकिसक्यो तामाङको छोरो ए छोरी मन छोरो यति त हुनु पर्यो उयो फुल बल्छ अरे त राति त्यस्तो भन्छ मलाई त्यो आयुषको अङ्कलले भने अरे आयुषलाई उयो सेतो सेतो फुल क्या बाटो Oh my god. 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 पूजा धेरै रमाइलो लाग्छ धेरै गाह्रो भएछ सोर सुक्यो मेरो भर्खर कुदेर आएको होइन तिमीहरू ढिला गरे अलिक है अनि अब कस्तो फिल भइरहेछ घर जान थाल्दा जानु त मन छैन तर फेरि इनर्जी लेस भएको देख्दा चाहिँ गएर सुत्ने जस्तो भइसक्यो हो के जानु मन छैन यति राम्रो छ जानु मन छैन तैपनि अब जानै पर्यो आफ्नो घरमा फेरि ठाउँहरू तपाईँहरू घुम्न चाहनुहुन्छ भने एकदमै राम्रो छ तर अलि हिँड्न सक्नुपर्छ 10 out of 10 एकदमै राम्रो छ तपाईँहरू आउनु होला एक न एकचोटि चाहिँ आउनुपर्छ यस्तो ठाउँमा आफ्नो साथीहरू लिएर एकदमै रमाइलो हुन्छ पनौतीमा आइपुगिसकेका छौँ फेरि बनेपाको बस चढ्नुपर्छ सामान सबै ड्रप
हाम्रो चाहिँ नारायणथान हाइकिङ यसरी नै सकेको छ। साथीभाइहरूसँग रमाइलो गर्दै हाँस्दै मिठो मिठो गफ गर्दै हाइकिङ एकदमै राम्रो भएको छ भने हजुरहरू पनि गएर रमाइलो गर्न सक्नुहुन्छ। ठाउँ एकदमै राम्रो छ।